अहिले नेपालमा एकदमै चर्चामा रहेको रियालिटी सो नेपाल आइडलमा नेपाल आइडलको अडिसन भइरहँदा सबैभन्दा बेसी मानिसले कसलाई मन पराइराख्नु भएको छ, यानि कि कसको सोलाई चाहिँ मानिसले मन पराइराख्नु भएको छ त्यो जान्नको लागि आज हामीले भिडियो लिएर आइसकेको छौँ। सो अहिले नेपाल आइडलको अडिसन भइरहँदा त्यहाँ विभिन्न ठाउँ विभिन्न क्षेत्रबाट कन्टेस्टेन्टहरू सहभागी भइराख्नु भएको छ र सबैजनाले आफ्नो स्वर प्रदर्शन गरिराख्नु भएको छ भने एकदमै मिठो गीत गाइराख्नु भएको छ। तर पनि नेपाल आइडलको सिजन चलिरहँदा नेपाल आइडलमा सम्पूर्ण कन्टेस्टेन्टलाई हेर्दाखेरि उक्त नेपाल आइडलमा चाहिँ सबैभन्दा बेसी अडियन्सले कसलाई चाहिँ मन पराइराख्नु भएको छ र भोलि नेपाल आइडलको विजेता बन्न को चाहिँ सम्भावना हुनुहुन्छ भन्ने विषयलाई लिएर आज हामी नेपाल आइडलको भिडियोको कमेन्ट्सहरूलाई चाहिँ हेर्न गइरहेको छौँ। सो यदि तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। सो आज हामी नेपाल आइडलमा भइरहँदा उक्त नेपाल आइडलको अडिसनको कमेन्ट्सहरूलाई हेर्न गइरहेको छौँ कि अडियन्सले सबैभन्दा बेसी कसलाई रुचाइराख्नु भएको छ र कसको लागि चाहिँ कमेन्ट गरिराख्नु भएको छ। सो रियाक्टतर्फ लागौँ। सो अहिले हामी नेपाल आइडल थिएटर सेकेन्डको चाहिँ कमेन्ट्स पढ्न गइरहेको छौँ। सो कमेन्टमा सबैभन्दा सुरुमा छ रोमा चौहानले गर्नुभएको रहेछ, यो सिजन गङ्गा बहिनीको लागि हो जस्तो छ, सबैले मिलेर सपोर्ट गर्नुपर्छ ल भनेर कमेन्ट गर्नुभएको छ भने दोस्रो रहेको छ यो गङ्गालाई देख्ने साथ पोजिटिभ भाइब आउने भन्या, कति हँसिली अनि क्युट, त्यस्तै मनपर्ने केही बनावटी छैन। सो सेकेन्ड कमेन्ट पनि गङ्गा बहिनीको लागि नै आइरहेको रहेछ भने थर्डमा पनि रहेको छ सुभाष दाहालले गर्नुभएको रहेछ, यो सिजनमा गङ्गा बहिनीको सोलले मन छोयो साह्रै राम्रो। सो यसरी नै कमेन्ट अर्को पनि कमेन्ट पढ्न गइरहेको छु। अर्को पनि छ यो सिजनको उपाधि गङ्गा बहिनीले पाउनुपर्छ भन्ने लाइक ठकम अनि अर्ग्यानिक स्वर यार मा कसम मजा आयो भनेर उहाँले पनि कमेन्ट गङ्गा बहिनीको लागि लेख्नुभएको रहेछ। अर्को लेख्नुभएको छ रचना रिमाल पछि उदयमान गायिका गङ्गा बहिनीलाई देखेँ मैले, आगामी दिनको सफलता शुभकामना साथै बधाई छ भनेर पनि उहाँले गङ्गा बहिनीकै लागि कमेन्ट लेख्नुभएको छ। सो अरू पनि हामी कमेन्ट हेर्दै गइरहेको छौँ। गङ्गा बहिनी सधैँ यसरी नै हाम्रो मन जित्नु, सधैँ हामी तिम्रो साथमा छौँ। उहाँले पनि डिएस मगर भन्नेले पनि गङ्गा बहिनीको सपोर्टमा केही कमेन्ट्सहरू लेख्नुभएको रहेछ भने यहाँ म देखिरहेको छु यसपालिको नेपाल आइडल विजेता गङ्गा बहिनी 100% हो, यति राम्री स्वरकी धनी गङ्गा बहिनीलाई हार्दिक बधाई, गुड लक, मच लभ फ्रम युएसए भनेर चाहिँ उहाँलाई युएसएबाट पनि एकदमै सपोर्ट गरिराख्नु भएको छ छेत्रीजीले। सो यहाँनिर हेरिरहँदा गङ्गा बहिनीलाई एकदमै ज्यादा चाहिँ कमेन्ट्सहरू नेपाल आइडलको थिएटर राउन्ड सेकेन्डको मैले अहिले कमेन्ट्सहरू रिड गरिरहेको छु। सो यहाँ चाहिँ हेर्न सक्नुहुन्छ सबै म्याक्सिमम चाहिँ मैले गङ्गा बहिनीकै मात्रै देखिरहेको छु। गङ्गा बहिनी छिन् र नेपाल आइडल सिजन 6 हेर्न मन लाग्छ, यो अर्ग्यानिक आवाजले एक दिन देश खानेछ, सफलताको शुभकामना बहिनीलाई। सो उहाँले पनि गङ्गा बहिनीलाई नि वीर वीरेन्द्रज्यूले पनि कमेन्ट छोड्नु भएको रहेछ भने कमल सिंहले पनि यो सिजनमा गङ्गा बहिनीको जस्तो अर्ग्यानिक मिठो आवाज कसैको देखिन, सफलताको शुभकामना। सो यहाँ एटलिस्ट सम्पूर्ण चाहिँ हामीले गङ्गा बहिनीकै कमेन्ट्सहरू देख्दै आइरहेछौँ। यसपालिको नेपाल आइडल विजेता गङ्गा हुनुहुन्छ भन्ने शुभकामना। सो यहाँनिर हामीले स्क्रोल गरेर हेरिरहेछौँ। सो म अझै तल गएर म स्टप गर्छु। सो यहाँदेखि अब पढौँ। किन कुनै यस्तो भाव आइरहेछ कि गङ्गा सोनम बहिनीले चाहिँ नेपाली साङ्गीतिक जगतमा राम्रो अवसर पाउँछ वा पाउनुपर्छ, नेपाली माटोको बास्ना आउने सङ्गीत। सो मैले एकैचोटि तपाईँको स्क्रोल गरेर म बिचमा पनि कमेन्ट हेरिरहेको छु भने यहाँ पनि एकदमै म्याक्सिमम भन्यो भने अहिले मैले जति पनि कमेन्टहरू पढिरहेको छु सो सबै नै गङ्गा बहिनीको लागि छ। अर्ग्यानिक स्वरका धनी गङ्गा छक्क परे, बधाई छ र रमाइलो छ भन्नुभएको रहेछ यहाँनिर पासाङ शेर्पाज्यूले पनि। सो यहाँनिर सिन्धुपाल्चोक गङ्गा बहिनी यसपालिको विनर हुनुपर्छ, प्रयास गर्नुहोस् अनि शुभकामना छ तिमीलाई भनेर। सो यहाँ चाहिँ मैले अहिलेसम्म हेर्दा त 100% यो पर्सेन्टेजको आधारमा हेऱ्यो भने त 100मा 100 चाहिँ सबै गङ्गा बहिनीको लागि एकदमै राम्रो कमेन्ट अनि एकदम प्रेरणादायक कमेन्ट पनि आइरहेको रहेछ। सो उहाँको लागि एकदम हौसला खालको कमेन्टहरू चाहिँ हामीले देख्न सकिरहेको छौँ। सो यसरी मैले अझै स्क्रोल गरेर गएँ, अब त धेरै तल पुगिसक्यो। धेरै तल पुगेर फेरि म स्टप गरेर अब यहाँदेखि हामी पढौँ ल। रोहित कुमार भाइ यार म तिम्रो स्वरको फ्यान भए,
तिमी जस्तो मान्छे नेपाल आइडलमा अझै अगाडि बढ्नुपर्छ है। सो पहिलोचोटि चाहिँ गङ्गा बहिनी पछाडि चाहिँ हामीले रोहित कुमारको कमेन्ट पनि एउटा भेट्न सफल भयौँ। सो यसरी नै अब फेरि अर्को हेरौँ। गङ्गा बहिनीको स्वर साह्रै मन पर्यो अनि मन पनि छोयो। 100% लोकल अर्ग्यानिक भोइस, कङ्ग्रेचुलेसन्स भनेर चाहिँ मोहन तामु लेख्नु भएको रहेछ। उहाँले पनि कमेन्ट गर्नुभएको छ भने अर्को पनि गङ्गा सिस्टर भोइस इज सुपर बेस्ट अफ लक सिस्टर, होप यु विल विन भन्नुभएको रहेछ ज्ञानेन्द्र शेर्पाज्यूले पनि। सो जति सुने पनि सुनिरहँ लाग्ने जस्तो आवाज गङ्गा बहिनीको अर्ग्यानिक आवाज, सफलताको शुभकामना पनि। सो एटलिस्ट हामीले यहाँनिर हेरिरहेको छौँ। आई डोन्ट नो रोहित कुमार बट ही हेज समथिङ भेरी युजुअल युनिक भोइस भन्नुभएको रहेछ यहाँनिर। इफ यु सपोर्ट हिम भनेर चाहिँ जापानिज लाउरेले रोहित कुमार। सो गङ्गा बहिनी पछाडिको चाहिँ पछि चाहिँ हामीले रोहित कुमारको चाहिँ पनि कमेन्टहरू कता कता भेटिरहेको छौँ। सो उहाँको लागि पनि सपोर्टरहरू हुनुहुँदो रहेछ। सो फर्स्टमा हामीले गङ्गा बहिनीलाई देखिरहेको छौँ भने सेकेन्डमा रोहित कुमारलाई। सो अब हेर्दै जाउँ। आजभोलिको जाउनमा पनि जहिले मन छुन्ने कर्णप्रिय पुरानो सदाबार गीत गाएर जजहरूको मनमा जित्ने गङ्गा सोनम नानीलाई हार्दिक बधाई तथा अग्रिम चरणको शुभकामना भनेर यसरी नै अल टाइम बेस्ट अफ लक बेस्ट दिपेन्द्र वी आर हियर फर यु भनेर चाहिँ दिपेन्द्रजीको लागि पनि एउटा कमेन्ट हामीले यहाँ रिड गरिसक्यौँ। सो रोहित कुमार पहिलो नम्बरमा अहिले गङ्गा बहिनीको चाहिँ एकदमै ज्यादा छ भने सो सेकेन्डमा हामीले रोहित कुमारको पनि भेटिरहेको छौँ भने थर्डमा अहिले हामीले दिपेन्द्रजीको पनि भेट्न सफल भयो। सो गङ्गा बहिनीले यहाँ पनि गङ्गा बहिनीको छ। सो वेटिङ गङ्गा सिस पर्फर्मेन्स भन्नुभएको रहेछ। सो हामीले एटलिस्ट फेरि स्क्रोल गरेर जाउँ। अब चाहिँ हामी निकै तल नै आइपुगिसक्यौँ। सो तल आइपुगिरहँदा यहाँ पनि गङ्गा बहिनी नै देखिरहेको छौँ। यो सिजनमा जस्तो चाहिँ गङ्गा बहिनी थ्याङ्क यू फर नेपाल आइडल भन्ने हामीले एकदमै म्याक्सिमम चाहिँ उहाँकै देखिरहेको छौँ। गङ्गा बहिनी फ्यान्टास्टिक नेपाल आइडल आई लभ यु टिम भनेर छ। अर्को गङ्गा नानी बेस्ट विसेस टु बबिता एन्ड गङ्गा बहिनी। बबिता र गङ्गा बहिनीको लागि चाहिँ यहाँनिर म्याचुअल लाइक आएको रहेछ। एब्सोल्युटली सुपर बबिता साइन्स विथ हर क्लासिकल एकदमै यो पनि चाहिँ के आइरहेछ भने अहिले बबिता र गङ्गाको लागि पनि एकजना प्रियङ्काजीले चाहिँ कमेन्ट गर्नुभएको रहेछ वाइल गङ्गा ब्रिङ द प्योर अर्ग्यानिक भोइस अफ नेपाल। सो गङ्गा बहिनी र बबिताजीको लागि पनि आइसकेको छ। अर्को दिपेन्द्रजीको लागि पनि आएको थियो। सो दुईजनाको बबिता र दिपेन्द्रभन्दा अलिकति बेसी रोहित कुमारको आएको छ। 2-3वटा भेटा उहाँको नै हामीले कमेन्ट भने म्याक्सिमम चाहिँ हामीले गङ्गा सोनम बहिनीको। सो यसरी हामीले कमेन्ट हेर्दा हामीले अहिलेको लागि चाहिँ अहिले यो थिएटर राउन्डको सेकेन्डको चाहिँ मैले कमेन्ट पढिरहँदा हाम्रो गङ्गा बहिनीको चाहिँ एकदमै बेसी कमेन्ट आइरहेको छ। सो उहाँको लागि चाहिँ एकदमै राम्रो सपोर्ट आइरहेको छ। यो खुसीको कुरा हो किनभने मलाई पनि उहाँको सिङ्गिङ चाहिँ एकदमै धेरै मन परेको। हाम्रो गङ्गा बहिनी चाहिँ भन्नुपर्दा उहाँ हुनुहुन्छ सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती 10 गाउँपालिकाबाट चाहिँ हुनुहुन्छ भने अहिले चाहिँ उहाँको एकदमै नेपाल आइडलमा पनि एकदमै ज्यादा उहाँको लागि चाहिँ क्रेज देखिरहेको छ। हामीले फ्यान बेसहरू म्याक्सिमम गङ्गा बहिनीको देखिरहेको छौँ। सो आजको हामीले थिएटर राउन्ड सेकेन्डको चाहिँ कमेन्ट्सहरू रिड गऱ्यौँ। अब नेक्स्ट सिजन को एपिसोड आइरहँदा गङ्गा बहिनीको सिङ्गिङ जम्माजम्मी अहिलेसम्म 3टा सिङ्गिङ भयो। सो हामीले तीनवटैको चाहिँ अडिसन पर्फर्मेन्सको चाहिँ भिडियो बनाइरहेको छौँ भने नेक्स्ट अब उहाँले कुन गीत गाउनुहुन्छ र कस्तो उहाँको रियाक्सन आउँछ अडियन्सबाट। सो त्यसको पनि हामी रियाक्सन भिडियो लिएर पक्कै पनि आउने नै छौँ। सो आजको लागि यति नै। यदि तपाईँ पनि गङ्गा बहिनीलाई अगाडि साथ र सपोर्ट गर्न चाहनुहुन्छ भने भिडियोलाई लाइक गरेर सेयर गर्न सक्नुहुन्छ भने तपाईँ गङ्गा बहिनीदेखि बाहेक अन्य अरू कन्टेस्टेन्टको पनि सोन मनपर्छ भने तपाईँले कमेन्ट मार्फत भन्न सक्नुहुन्छ। सो म उहाँको पनि भिडियो हुँदै रियाक्सन भिडियो बनाउने प्रयत्न गर्नेछु अथवा कोसिस गर्नेछु। सो आजको भिडियोमा अन्त्यसम्म रहिदिनु भएको धन्यवाद। बाई।